हेलो हेलो साथीहरू, हेर्नुहोस् है, यो मलेसियामा चाहिँ काम गर्ने कम्पनी यतै छ है साथीहरू। ल हेर्नुहोस्, यता चाहिँ सामने चाहिँ कम्पनी छ है, यहाँदेखि उता माथिसम्म छ। यो चाहिँ हर्तालिका एनजेसी है, पोस्ट पनि यस्तो छ है साथीहरू। तपाईँहरू आउन चाहनुहुन्छ भनेपछि है, यो मलेसियाबाट चाहिँ भर्खर 250जनाको डिमान्ड गएको छ है। 250जनाको डिमान्ड चाहिँ व्हाइट स्पेस इन्टरनेसनल मेन पावर है, टुकुचा 2 गैरीधारा गएको छ है साथीहरू। आउन चाहनुहुन्छ भने तपाईँहरू चाहिँ कन्ट्याक्ट मेन पावरलाई गर्नु होला है साथीहरू। मैले चाहिँ अब यसो है त्यो डिमान्डहरू पनि राखिदिएछु, हेर्नुहोस् है, व्हाइट स्पेसको भर्खरै डिमान्ड गएको है साथीहरू। त्यसैले तपाईँहरू आउन चाहनुहुन्छ भने है मेन पावरलाई कन्ट्याक्ट गर्नु होला। 250जनाको डिमान्ड गएको छ है साथीहरू। तपाईँहरू कोही एजेन्टसँग कोही पनि नआउनु होला, आयो भने पछि दुःख पाइन्छ है साथीहरू। त्यसैले तपाईँहरू आउन चाहनुहुन्छ भने मेन पावरलाई कन्ट्याक्ट गर्नु होला है। यो चाहिँ हर्तालिका एनजेसी मलेसिया है। ल हेर्नुहोस्, यस्तो छ, ग्लोब कम्पनी हो, एकदम राम्रो छ भनौँ है साथीहरू। काम गर्नलाई पनि राम्रै छ, अरू सेवा सुविधा पनि राम्रै छ है साथीहरू। तपाईँहरू आउनु चाहनुहुन्छ भने हर्तालिका एनजेसी एसएमबिएच है, सेपाङ सेलङ्गर मलेसिया है साथीहरू। यो चाहिँ एयरपोर्टको नजिकमै छ। 250जनाको डिमान्ड छ। ल हेर्नुहोस्, बस आउँछ, दूर जाने मान्छेले बसमा बसेर जान्छन् है। वेट पनि गरिरहेछन् है साथीहरू। चाहनुहुन्छ भने मेन पावरलाई कन्ट्याक्ट गर्नु है साथीहरू।